Hello everyone, I hope all of you are doing well. As a खाजामा चाहिँ वेज नुडल थियो. सो लेट्स सी के राख्यो भनेर मम्मीले पहिला गहुँको डो र कोदोको डो बनाइदिनु भएको थियो. त्यसपछि बेलेर मसिनो मसिनो गरेर काटेर एकछिन पानीमा उमाल्यौं. पानीमा चाहिँ नुन र तेल राखेर 10 मिनेट जति यो बोइल गर्ने. बोइल गरिसकेपछि यता मसिनो काटेर राखेको प्याज रेडी गरे. त्यसपछि मसिनो काटेर राखेको लसुनलाई चाहिँ एकछिन तेलमा मजाले फ्राई गर्ने अनि एकछिन पछि चाहिँ थोरै बेसार राख्ने. यो चाहिँ कोदोको बेसार राखेर एकछिन लसुनलाई फेरि एकछिन भुट्ने अनि रेडी भइसकेपछि आफूसँग जुन साग छ, मसँग चाहिँ लोडेको साग थियो बारीको सागै, थोरै साग पनि भुटे. अब इन्ग्रेडियन्ट्सहरु चाहिँ टक्क रेडी गरेर राखे. यसमा कोदो छ, कोदो यो बोइल भएको, उता स्टिम पनि गर्दै हुनुहुन्छ. अलिकति सोया सस, यो चाहिँ मैले 2.5 ढक्कन राखेको थिएँ, अलिकति भिनेगर. त्यसपछि गएर यो भनेको चाहिँ टिमुरको छोप हो. इट्स भेरी स्पाइसी एन्ड एकदम ट्वाक्क छ. स्वाद अनुसार नुन मिक्स गर्ने. मिक्स गरिसकेपछि चाहिँ अघि हामीले गहुँको रेडी गरेर राखेको नुडल्सलाई यसमाथि राख्दिने. नुडल राखिसकेपछि चाहिँ मैले अरु राखेको भनेको यसमाथि चाहिँ ओइल गार्लिक अघि जुन बनाएर रेडी गरेको थिएँ त्यो ओइल गार्लिक पनि मिलाएर राखे. त्यसपछि गएर प्याज अघि नै मसिनो चप गरेर राखेको प्याज राखे. साइडमा साग पनि राखिसकेको छु. साग राखिसकेपछि चाहिँ हाम्रो यो नुडल खानालाई रेडी हुन्छ. अनि मिक्स गर्ने मजाले सबै इन्ग्रेडियन्ट्स मिक्स गरिसकेपछि चाहिँ हजुरले यो मजाले 2 देखि 3 जनाको सर्भिङको लागि चाहिँ एकदम परफेक्ट हुन्छ. अलि धेरै नै बनेको थियो र स्वादमा पनि एकदम मिठो थियो. घरमा यसरी नै हेल्दी नुडल बनाएर खान सक्नुहुन्छ. लास्टमा चाहिँ फेरि स्टिम गरेर ट्राई गरेको. स्टिम गर्दा चाहिँ बेटर हुन्छ बोइल भन्दा. स्टिम आई सजेस्ट है. एन्ड इट वाज रियली गुड एन्ड फुलफिल्ड माई हंगर एन्ड आई वाज रियली सेटिस्फाइड. होममेड भए पनि एकदम मिठो थियो. इन्जोय कुकिङ एन्ड हेल्दी लिभिङ. थ्याङ्क यू.